Record.
सर क्लास हुन्न हो आज? हजुर कमल सर चाहिँ जोइन हुँदै हुनुहुन्छ है। मैले कल लगाएँ, सरको क्लास छ के, त्यही भएर। गुड इभिनिङ सर। हजुर बाबु गुड इभिनिङ। कमल सर कता हराउनु भएछ? सर हाम्रो जियोलोजीको कमल सर कहाँ पाउँछ? ए हस् ल हस्। ए विद्यार्थी चाहिँ हजुरको क्लास पढ्ने भनेर यहाँ ल्यापटपै फुटाउला जस्तो गरिसक्यो। छिटाउनु त सर। जियोलोजीको के भन्छ नोट पीडीएफ नोट कहाँ पाउँछ? ए हस् हस् ल हस्। जियोलोजीको नोट सर कहाँ पाउँछ? पीडीएफ नोट सर अनि जुलोजीको रेकर्डेड क्लास चाहिँ पाइन्न र? हेलो ग्रुपमै छ त। त्यो नोट अहिले सरले राख्नु भएको छैन जियोलोजीको क्लास मोडियम वाला? कोही मेरो कुरा सुनिराखेको छ? खै थाहा भएन। थाहा भएन कसैले थाहा भयो सर? नयाँ ग्रुपमा छ रेकर्डिङ। नयाँ ग्रुप फेसबुकमा नयाँ ग्रुप बनाएको छ फेरि। त्यही त छ 2079 वाला। सुन न, जुलोजीको चाहिँ अब सेपरेट क्लास हुन्छ। सेपरेट क्लास प्लस सेपरेट रेकर्डिङ्स हुन्छ। त्यो चाहिँ अब आज थर्सडे फ्राइडे स्याटरडेदेखि त्यो हुन्छ। अनि क्लास पनि तिम्रो दुईटै क्लास हुन्छ दिनमा है। बोटनीवालाले बोटनी हुन्छ, जुलोजीवालाले बोटनी जुलोजी दुईटै हुन्छ। त्यो सन्डेदेखि हुन्छ। जुलोजीलाई बिहानमा गराउनु न। त्यो त सोच्नुपर्छ अनि कसको मिल्छ कसको मिल्दैन। अब एक घन्टा गरेर मजाले भ्याइन्छ। तिमीलाई धेरै लोड पनि पर्दैन। होइन सर के लगातार क्लास द मोबाइल तात्छ के सर? सर बोटनीको रिकर्डिङ कहाँ? बोटनीको त कम्प्लिट बोटनीमै अलरेडी त्यो बेस्ट रेकर्डिङहरु छ। त्यही भएर त्यो सुरुको च्याप्टर काइनो पनि फाइदै छैन हेर। अब त्यो जियोलोजीको पीडीएफ नोट्स कहाँ पाउँछ? यसले नोट्स अब अहिले पीडीएफ जुलोजीको सरले भन्नुपर्छ। नोट चाहिँ सरहरूले दिनुहुन्छ, दिनुहुन्न सरलाई। पढ अब पढ छोड्दा अब कुरा यो केही कुरा नगर है। फेरि अब यो एक घन्टा चाहिँ एकदम सरको पढ। पछि मसँग चाहिँ जे भन्नु। सर अस्तिको जस्तो आफै क्लास बन्द त हुँदैन नि? थाहै भएन कतिखेर बन्द। ओ केटा अब सुप लाग है। गुड इभिनिङ सर। गुड इभिनिङ। ल सबैले म्युट गर। म हिजो अस्ति आउन पाइनँ किनभने अलिकति वाइफलाई बिरामी थिएन कि तेरो सन्चो थिएन। तेरो यताउता जानु पर्यो। र भन त तिमीलाई मैले अगाडिको क्लासमा कहाँसम्म पढाएको थिएँ बाबु? स्पोरोजोइडको फर्मेसनमा सर। ए ल ठिक छ, मैले बुझेँ है। हामीले अगाडिको क्लासमा क्लास मोडियम पढिरहेको थियौँ, स्पेसिस भाइवेक्स पढिरहेको थियौँ नि होइन। अब एकचोटि सर रिभिजन गर त केटाकेटी हो। यहाँ है एक्सक्युज मी सर। यहाँ है मैले यहाँ भन भाइ भन। सर कब स्टार्ट भयो? के भनेको भाइ? यो क्लास के त नि के भनेको भन त बाबु? यो क्लास कहिले कति टाइम भयो स्टार्ट भएको? यो टाइम भनेको धेरै भएको छैन बाबु। मैले जम्मा दुईटा क्लास त लिइरहेको छु। एउटा क्लास त इन्ट्रोडक्सनमै गयो होइन। भर्खर भन न भाइ भन न। ए हस् सर भइहाल्यो। बुझ्नु है र धेरै सुन भाइ। धेरै टपिक गएको छैन। मैले तिमीलाई के गर्छु जुलोजीको फाइलमहरू पढाउँछु होइन। र त्यो फाइलममा पनि मैले के गरिरहेको छु भने पहिला डिटेल स्टडी सकाउने है। र डिटेल स्टडी सकाइसके पछाडि सर र प्रोटोजोआदेखि कोडाटासम्मको क्यारेक्टर क्लासिफिकेसन र इक्जाम्पलमा जाने है। बुझ्नु नि भाइ? अब पहिला हामी पढ्यो। अब धेरै नबोला खान्छ नबोला धेरै बोल्छ के खान्छ है। तिमी पनि मान्छे चुर्ना परेको छ यहाँ हेर त। अब हेर है धेरै नबोल्ने होइन है। यहाँ मैले स्पोरोजोइड भने र मैले यहाँ ट्रोफोजोइड भनेको थिएँ नि होइन। अब एकचोटि दिमागमा राख त। यसको सुन न, यो त अब बारम्बार आइरहने कुरो है। यहाँ जुन तिमीलाई ट्रोफो भनेर झुन्डिराखेको छ र यो ट्रोफो जहाँ TROPH हो है। TROPH हो जहाँ ट्रोफो झुन्डियो त्यो ट्रोफोको अर्थ न्युट्रिसन थाहा पाइहाल्यो क्या है। किनभने न्युट्रिसनको यो स्टडीलाई ट्रोफोलोजी भन्छ। त्यो दिमागमा राख है। ल अब हेर न, यो जुन स्पोरोजोइड छ नि होइन। र यो
स्पोरोजोइड भनेको सिकल है, तिमी के भन्छौ सिकल ओर स्पिन्डल सेपको हुन्छ है। यो सिकल ओर स्पिन्डल सेपको हुन्छ भने तिम्रो दिमागमा अब त यहाँ नयाँ विधि पनि हुनुहुँदो रहेछ। ट्रोपोजोइड भनेको राउन्डेड है, राउन्डेड, यो राउन्डेड सेपको हुन्छ है। ट्रोपोजोइड भनेको राउन्डेड सेपको हुन्छ, यो कुरो तिमीलाई थाहा भयो। अब यो स्पोरोजोइड छ नि हैन, यो स्पोरोजोइड फाउन्ड इन भन्छ है। यो हेर त सम्झौता कहाँ पाइन्छ भन्दा फाउन्ड इन सेलिभरी ग्ल्यान्ड भन्नु पर्यो है। सेलिभरी ग्ल्यान्ड्स अफ के भन त मस्क्युटो, यो मस्क्युटोको सेलिभरी ग्ल्यान्डमा हुन्छ। तिमीलाई मैले कन्सेप्ट दिएको छु नि हैन, अब लाइफ साइकलमा पनि पढ्नु पर्छ क्या बाबु, त्यो लाइफ साइकलमा पनि हामी पढ्छौँ। अब के हुन्छ भन्दा लामखुट्टेको स्टोमकमा ओसिस्ट थाहा छ नि, अब त्यो ओसिस्ट रप्चर भएर त्यहाँबाट स्पोरोजोइडहरू रिलिज हुन्छ। अब केही स्पोरोजोइड लामखुट्टेको बडी क्याभिटीमा जान्छ र केही स्पोरोजोइड अब लामखुट्टेको सेलिभरी ग्ल्यान्डमा आउँछ, र जो स्पोरोजोइड सेलिभरी ग्ल्यान्डमा आयो नि त्यो न काम लागेको छ, त्यसो हामीले फाउन्ड इन सेलिभरी ग्ल्यान्ड्स भन्छौँ। यो काम लाग्यो पछि मान्छेमा जान्छ है। तर यो ट्रोपोजोइड छ नि हैन, यो ट्रोपोजोइड फाउन्ड इन भन्छ है। यो कहाँ हुन्छ भन्दा आरबिसीमा है, आरबिसीमा बन्छ, आरबिसीमा पाइन्छ है। यो आरबिसीमा बन्छ, आरबिसी में पाइन्छ। तर यो स्पोरोजोइड भनेको चाहिँ सुन है, स्पोरोजोइड भनेको चाहिँ ओसिस्टमा, सुन है भाइ, ओसिस्ट भित्र बन्छ है। यो चाहिँ यो ओसिस्ट भित्र बन्छ पछि माइग्रेसन गरेर सेलिभरी ग्ल्यान्डमा आउँछ है। पछि माइग्रेसन गरेर लामखुट्टेको सेलिभरी ग्ल्यान्डमा आउँछ। अब यो ट्रोपोजोइड चाहिँ आरबिसी में बन्छ, आरबिसी में पाइन्छ है। हो, यो फाउन्ड इन आरबिसी भन्छ है। र यो जुन स्पोरोजोइड छ नि हैन, र यो स्पोरोजोइड भनेको इन्फेक्टिभ स्टेज हो है। यो भनेको इन्फेक्टिभ स्टेज के भन्छ भन्दा फर ह्युमन होस्ट भन्छ है। र यो चाहिँ इन्फेक्टिभ स्टेज फर ह्युमन होस्ट हो भने यो चाहिँ के भन्दो रहेछ भन्दा यता तिमी के भन्छौ, यो चाहिँ मोस्ट एक्टिभ के हो भन्दा यो चाहिँ फिडिङ स्टेज हो क्या। यो चाहिँ मोस्ट एक्टिभ के भन्दो रहेछ, फिडिङ स्टेज भन्दो रहेछ है। यो चाहिँ फिडिङ स्टेज है। ल अब किन फिडिङ स्टेज भन्ने नि भाइ, किनभने नि यो जुन ट्रोपोजोइड पनि हैन, यो ट्रोपोजोइडमा पिनोसाइटिक भेसाइकल हुन्छ क्या। हेर त है, स्पोरोजोइडमा पिनोसाइटिक के हुन्छ, भेसाइकल हुन्छ क्या। अब भन त सेल ड्रिङ्किङ फेनोमेननलाई के भन्छ भाइ, भन त तिमी कसैले मलाई भन्न सक्छौ भाइ? सेल ड्रिङ्किङ फेनोमेननलाई के भन्छ? सुन, यस यस है। यो जुन सेल ड्रिङ्किङ फेनोमेनन छ नि हैन, यो सेल ड्रिङ्किङ फेनोमेननलाई तिमीले पिनोसाइटोसिस भन्छ क्या है। यसले तिमी भन्दो रहेछौ पिनोसाइटोसिस भन्दो रहेछ र त। त्यसपछि यसले के गर्छ, यसले चाहिँ सेल ड्रिङ्किङ मतलब पिनोसाइटिक भेसाइकलबाट फ्लुइड खान्छ भनेको क्या है। पिनोसाइटिक भेसाइकलबाट फ्लुइड खान्छ र सेल ड्रिङ्किङ फेनोमेननलाई पिनोसाइटोसिस भन्छ, मतलब यो फिडिङ स्टेज है। अब यसको हेर त, यसमा हेर त कभर्ड बाई भन्छ है। अब यो स्पोरोजोइड इज कभर्ड बाई भन्छ नि हैन, यसलाई केले कभर गरेको हुन्छ भन्दा पेलिकलले कभर गरेको हुन्छ र त। यसलाई पेलिकलले कभर गरेको हुन्छ भने यहाँ चाहिँ कभर्ड बाई भन्छ है। अब यो ट्रोपोजोइडको शरीरलाई केले कभर गरेको हुन्छ भन्दा दुईटा प्लाज्मा लेमाले कभर गरेको हुन्छ है। प्लाज्मा लेमा भन्दा नि भयो अथवा प्लाज्मा मेम्ब्रेनले कभर गरेको हुन्छ। यहाँ चाहिँ एउटै पेलिकल हुन्छ र दिमागमा राख कि भाइ, यो पेलिकलको कारणले गर्दा, सुन है भाइ, यो पेलिकलको कारणले गर्दा अब यो स्पोरोजोइडले फिक्स सेप पाएको छ क्या। त्यसो तिमीलाई आज एउटा कुरो के दिमागमा राख भन्दा जुन जुन प्रोटोजोन्सहरुमा बडीलाई पेलिकलले ढाकेको हुन्छ त्यो प्रोटोजोन्सहरुमा बडी फिक्स सेपको हुन्छ। तर जुन प्रोटोजोन्सहरुमा नि भाइ यो पेलिकल हुँदैन त्यहाँ चाहिँ बडी इरेगुलर सेपको हुन्छ। अमिबा हेर त, अमिबाको बडी इरेगुलर सेपको हुन्छ किनभने अमिबामा पेलिकल हुँदैन। बाँकीको क्लासेसमा बडी फिक्स सेपको हुन्छ किनभने त्यहाँ के हुन्छ, पेलिकल हुँदो रहेछ है। अब एउटा कुरो तिमीलाई थाहा छ भाइ, हेर त यो जुन स्पोरोजोइड छ नि हैन, यो जुन हँसिया आकारको स्पोरोजोइड छ नि हैन, अब यो स्पोरोजोइडको सुन है भाइ, मैले एउटा कुरो भन्छु यहाँ है भाइ। अब यहाँ एउटा एक्स्ट्रा कुरो के दिमागमा राख भने नि, हेर त यो जुन स्पोरोजोइडको है, स्पोरोजोइडको एन्टेरियर इनमा भनेको है भाइ, एन्टेरियर इनमा के हुन्छ तिमीलाई थाहा छ भाइ? स्पोरोजोइडको एन्टेरियर इनमा के हुन्छ, द्याट इज कल्ड एपिकल क्याप हुन्छ है। एपिकल क्याप हुन्छ है। त्यसमा स्पोरोजोइडको एन्टेरियर इनमा के हुन्छ, एपिकल क्याप हुन्छ है। यहाँ एपिकल क्याप हुन्छ। लग्न त त्यो एपिकल क्यापले के गर्छ भाइ भन त, अब यो एपिकल क्याप छ नि हैन, अब यो एपिकल क्यापले के गर्छ भन्दा प्रोड्युस, यसले के प्रोड्युस गर्छ भन्दा प्रोटियोलाइटिक इन्जाइम क्या, प्रोटियोलाइटिक इन्जाइम प्रोड्युस
प्रड्युस गर्छ त भन त अब त्यो प्रोटोलाइटिक इन्जाइमले के गर्छ अब यो प्रोटोलाइटिक इन्जाइमको काम के हुन्छ यसले के गर्छ भन्दा जसले सुन है भाइ जसले के गर्दो रहेछ यो जुन लिभर सेल छ नि भाइ यो लिभर सेलको वाललाई है लिभर सेलको वाललाई के गरिदिँदो रहेछ भने त यसले डिजल्भ गर्ने काम गर्छ क्या लिभर सेलको वाललाई के गर्छ यसले डिजल्भ गर्ने काम गर्दो रहेछ त्यसो भए अब यो दिमागबाट नहटाउने स्पोरोजोइटको एन्टेरियर इनमा एपिकल क्याप हुन्छ यसले प्रोटियोलाइटिक इन्जाइम सेक्रेसन गरो जसले लिभर सेलको वाललाई के गरिदिन्छ डिजल्भ गर्ने काम गर्छ त्यही भएर तिमीलाई जाँचमा सोधिन्छ यो जुन स्पोरोजोइट छ नि हैन यो स्पोरोजोइट फर्स्ट अट्याक भनेर सोधो है फर्स्ट अट्याक भनेर सोधो भने एन्सरमा लिभर सेल भन्नुपर्छ क्या है यो लिभर सेललाई चाहिँ अट्याक गर्ने हो क्या पहिला लिभर सेल सकिन्छ अनि आरबिसी को पालो आउँछ क्या अनि चाहिँ के को पालो आउँदो रहेछ नि त आरबिसी को पालो आउँछ र अर्को बवाल कुरो के नबिर्सियो भने नि भाइ यो जुन स्पोरोजोइट छ नि हैन र यो स्पोरोजोइट भनेको युनिन्युक्लिएटेड हुन्छ यसमा एउटा न्युक्लियस हुन्छ है युनिन्युक्लिएटेड त हुन्छ तर यो भनेको चाहिँ नन भ्याक्युलेटेड हुन्छ है यसमा भ्याक्युल भनेको स्पेस हुँदैन युनिन्युक्लिएटेड छ नन भ्याक्युलेटेड हुन्छ तर यो जुन ट्रोपोजोइड छ नि भाइ यो ट्रोपोजोइड भनेको युनिन्युक्लिएटेड पनि हुन्छ र यो ट्रोपोजोइड भनेको भ्याक्युलेटेड पनि हुँदो रहेछ ल भन त अब यति पढ्यौ भने भइगयो नि त के तिमी थोडी बोतलबाट निक्लेको भूत हो र भाइ तिमी बोतलबाट निक्लेको भूत हो र तिमीलाई बीएससी को कुरो ल्याएर पढाइदिनको लागि तिमीलाई भनेको त 11-12 को लेभलको कुरो पढ्ने भएर त यति पढ्दा मज्जाले पुग्दो रहेछ केटाकेटी हो त्यसो एकचोटि मनन गर त सिकल शेप राउन्डेड बन्यो सलिभरी ग्ल्यान्डमा हुन्छ यो लामखुट्टेको उसिस्ट भित्र बन्छ पछि सलिभरी ग्ल्यान्डमा पुग्छ लामखुट्टेको यो अब आरबिसी मै बन्छ आरबिसी मै पाइन्छ है यो इन्फेक्टिभ स्टेज हो मान्छेको लागि यो भनेको मोस्ट एक्टिभ फिडिङ स्टेज हो यसलाई कभर गरेको हुन्छ एउटा पेलिकल कभरले यसलाई कभर गरेको हुन्छ दुईटा प्लाज्मा लेमाले र स्पोरोजोइटको एन्टेरियर इनमा एपिकल क्याप पाइन्छ यसले प्रोटियोलाइटिक इन्जाइम सेक्रेसन गर्छ जसले लिभर सेलको वाललाई डिजल्भ गर्छ र यो स्पोरोजोइट युनिन्युक्लिएटेड हुन्छ र यो नन भ्याक्युलेटेड छ तर ट्रोपोजोइट भनेको युनिन्युक्लिएटेड एज वेल एज भ्याक्युलेटेड हुँदो रहेछ कान्छा ओके मेरो भाइ कान्छा ओके खोइ त ओके भनेको ओके सर यस है यति पढ ल यति पढ्दा तिमीलाई नो टेन्सन कुनै पनि क्वेसन अब यहाँबाट सुन भाइ अब हेर त अब हाम्रो विद्यार्थीको बानी भयो अनि टिचरको बानी अलिकति असन्तोकी हुन्छ क्या टिचरको पनि बानी असन्तोकी हुन्छ विद्यार्थीको बानी पनि असन्तोकी किनभने अझै पढाउँ अनि हामीलाई चाहिँ के हुन्छ अझै पढाइदिउँ अनि तिमीलाई पनि अझै पढौँ जस्तो लाग्छ नि हैन तर सोध्ने क्वेसन भनेको चाहिँ यस्तै हो क्या भाइ इन्फेक्टिभ स्टेज के हो फिडिङ स्टेज के हो सोध्ने क्वेसन फेरि यस्तै हुन्छ है मैले भन्छु नि तेरो टेन्सन नलिकन पढ तिम्रै सुन न भाइ तिम्रै वरिपरि अब्जेक्टिभ क्वेसनहरु घुमिरहन्छन् अब तिमीले त्यो अब्जेक्टिभ क्वेसनलाई क्याच गर्ने कोसिस गर्ने नचाहिने कुरो पढेर त्यो समय खर्च नगर्ने है टुक्क जति पढ्न चाहिन्छ त्यो कुरो पढ्ने अरु अब तिमीलाई थाहा भइसक्यो इन्ट्रान्सको एक्जामबाट हैन दुई दुईवटा एक्जामबाट थाहा भइसक्यो ल अब यस पछाडी अब हामी जम्प गर्छौं लाइफ साइकलमा अब सुन है भाइ अब हामी जम्प गर्दै रहेछौं लाइफ साइकलमा अब लाइफ साइकल सुरु गर्नु भन्दा पहिला लाइफ साइकल अफ कसको त लाइफ साइकल अफ अरु कसैको पनि हैन भाइ हामीले सुरु गर्ने भनेको लाइफ साइकल अफ प्लाज्मोडियम के को भन्दा भाइवेक्स को गर्छौं है अब एउटा क्वेशन तिमीलाई म पहिला सोध्छु केटाकेटी हो अनि मात्रै लाइफ साइकल सुरु गर्छु क्वेशनले के भन्छ कान्छा हेर त क्वेशनले के भन्छ भने नि हेर है यस्ता खालका क्वेशन इम्पोर्टेन्ट हुन्छ है व्हिच अफ द फलोइङ सुन है भाइ which of the following is तिनीहरु राखिदिन्छ हेर है मोनोजेनेटिक प्यारासाइट भन्छ है कुन मोनोजेनेटिक प्यारासाइट हो भने तिमीलाई जाँचमा क्वेशन सोधो को मोनोजेनेटिक हो भने तिमीलाई क्वेशन सोध्दैन हैन अब हेर है भाइ तिमीलाई अप्सन ए मा वुचेरिया राख्छ है भाइ वुचेरिया भनेको है वुचेरिया अप्सन बी मा तिमीलाई प्लाज्मोडियम राखिदिन्छ तिमीलाई अप्सन सी मा एन्साइलोस्टोमा राखिदिन्छ किनभने अस्ति गएर त बाबु अस्तिको कमन इन्ट्रान्समा पनि त अल्टरनेटिभ होस्ट भनेर त लिभर फ्लू त सोधेको रहेछ नि त एन्साइलोस्टोमा र तिमीलाई अर्को सुन है भाइ र अर्को अप्सनमा तिमीले राखिदिन्छ टेनिया सोलियम भन्छ ल भन बाबु ल भन त सबै मलाई भन त आन्सर के हुन्छ ल भन त को मोनोजेनेटिक है यस है अब तिम्रो भाइ तिम्रो एन्सर ल तिम्रो यहाँ तिमीलाई मोनोजेनेटिक भनेर सोधेको नि त तिमीले एन्सर यो एन्साइलोस्टोमा भनेको हो बाबु
हो ल अहिले sorry, चाहिँ सुन भाइ अहिले चाहिँ मैले टिक लगाइदिएको नि भाइ कान्छो सुन त तिम्रो अकर्डिङ टु विद्यार्थीको एन्सर भनेर मैले टिक लगाइदिएको हो अब एन्सरको हो किन मैले भनेको छुइनँ है र एउटा कुरो सुन न भाइ म तिमीलाई एउटा आफ्नैबाट एउटा सजेस्ट गर्छु किनभने म मेटेरियल बनाउँछु मलाई थाहा हुन्छ पढाउँछु मलाई थाहा हुन्छ होइन म एउटा कुरो के भन्छु भने भाइ हेर त यो जुन फाइलम प्रोटोजुआ छ नि भाइ यो फाइलम प्रोटोजुआको तिमी प्यारासाइट हेर है भाइ फाइलम प्रोटोजुआको प्यारासाइट भयो अनि अर्को फाइलम प्लेटिहेल्मिन्थिसको प्यारासाइट भयो अर्को फाइलम निमाटिहेल्मिन्थिसको प्यारासाइट छ नि भाइ अब यहाँ प्यारासाइट पनि भाइ को मोनोजेनेटिक हो को डाइजेनेटिक हो त्यो पढेर बस है कान्छा हेर त को मोनोजेनेटिक को डाइजेनेटिक हो यदि मोनोजेनेटिक छ भने सिंगल होस्ट के छ यदि डाइजेनेटिक होस्ट छ भने प्राइमरी सेकेन्डरी के छ त्यो सबै पढेर बस्ने किनभने अस्तिको कमन इन्ट्रान्सबाट प्रमाणित भयो कि भाइ होस्टको नामहरू हामीले पढ्नु पर्दो रहेछ है ल अब सुन है अब एउटा सवाल छ भाइ सुन त एउटा सवाल छ है हेर न यो जुन होसेरिया भन्छ नि भाइ यो होसेरिया भनेको डाइजेनेटिक हो किनभने नि भाइ यसको प्राइमरी होस्ट जो छ नि भाइ त्यो प्राइमरी होस्ट भनेको यसमा मान्छे हुन्छ है भाइ यसमा मान्छे हुन्छ तर यसको जुन सेकेन्डरी होस्ट छ नि कान्छ यो सेकेन्डरी होस्ट भनेको चाहिँ फिमेल क्युलेक्स मस्क्युटो भन्छ क्या यसको सेकेन्डरी भनेको फिमेल क्युलेक्स मस्क्युटो त्यसमा यो एउटा डाइजेनेटिक हो भएन है अब प्लाज्मोडियम डाइजेनेटिक हो अहिले तिमीले पढिरहेको प्लाज्मोडियम पनि डाइजेनेटिक नै हो होइन अनि यो टेनिया सोलियम छ नि यो पनि डाइजेनेटिक हो यसको प्राइमरी होस्ट भनेको मान्छे हुन्छ र यसको जुन सेकेन्डरी होस्ट हुन्छ नि त्यो को हुन्छ कान्छ भन्न त ल त्यो पनि क्वेसन सोधेको ल भन त यसको सेकेन्डरी को हुन्छ पिग हुन्छ या सुँगुर हुन्छ क्या हो सिङ्गर त्यसमा एन्सर यही हुँदो रहेछ क्या भाइ यो एन्साइलोस्टोमा हुँदो रहेछ किनभने यसको प्राइमरी होस्ट भनेको मान्छे हुन्छ भने सेकेन्डरी होस्ट यसमा हुँदैन है कान्छ यसमा सेकेन्डरी हुँदैन है हो त्यसो तिमीलाई मैले भनिसकेँ बाटो देखाइदिइसकेँ केटाकेटी हो है हो यसरी सबै मजाले पढ्ने है ल अब मैले सुरु गरिदिन्छु कान्छ सुन है यहाँ है मैले लाइफ साइकल भनेको छु नि होइन सबैभन्दा पहिला त हामीले भन्छौँ कि भाइ यो जुन प्लाज्मोडियम जन्तु छ नि होइन अब तिमीहरू त कमन नेम भनेको एन्साइलोस्टोमाको कमन नेम हुकम भन्छ है भाइ एन्साइलो जसले सोध्यो नि एन्साइलोस्टोमाको कमन नेम हुकम हो अनि होचेरियाको कमन नेम भनेको फाइलेरियल हो है ब्लड इन्जेस्टिङ प्यारासाइट पनि छ यस त्यही हो भाइ हुकम नै ब्लड इन्जेस्टिङ प्यारासाइट हो क्या अब तिमीले सोधिहाल्यो मैले भन्न मन लागिहाल्यो कान्छ हेर है हेर न यो जुन एन्साइलोस्टोमा भन्छ है यो त जिनस हो है अर्को ड्युडेनाली भन्छ नि भाइ यो ड्युडेनाली भनेको स्पेसिस हो है र यसलाई तिमी कमनली के भन्छ हुकम भन्छ है र यो एन्साइलोस्टोमा ड्युडेनाली भनेको के हो तिमीलाई थाहा छ यो भनेको मोस्ट डेन्जरस है यो मोस्ट डेन्जरस के हो भन्दा स्याङ्गुइभोरस भन्छ है मोस्ट डेन्जरस स्याङ्गुइभोरस के भन्दो रहेछ निमाटोड भन्दो रहेछ र त स्याङ्गुइभोरस भनेको के हो कान्छ त स्याङ्गुइभोरस भनेको के हो यो भनेको यस है यो भनेको ब्लड इन्जेस्ट गर्ने द्याट्स वाइ यसलाई हेमाटोफेगस पनि भन्छ क्या भाइ स्याङ्गुइभोरस भनेको ब्लड इन्जेस्ट गर्ने तर हेमाटोफेगस हेमाटोफेगस पनि भन्छ है भाइ रगत खानेलाई ब्लड इन्जेस्ट गर्नेलाई हेमाटोफेगस पनि भन्छ त्यसो भएर त एन्साइलोस्टोमाले अब मोस्ट डेन्जरस भनेको त रगत खान्छ नि त्यसो अब हामीमा के भयो त अब एन्साइलोस्टोमाले रगत खाँदा हामीमा के हो हामीमा क्रोनिक ब्लड लस पनि होइन क्रोनिक ब्लड लस त भयो हाम्रो क्रोनिक ब्लड लस भयो र यो क्रोनिक ब्लड लिड्स टु के भन्दो रहेछ आइरन डेफिसियन्सी के भन्दो रहेछ एनिमिया आइरन डेफिसियन्सी के भन्दो रहेछ एनिमिया र यहाँ पनि यहाँ है भाइ यति मैले भने नि यहाँ आइयुएम 2015 को क्वेसन लुकेको छ अब त क्लियर पनि कान्छ जसले सोधेको भयो क्लियर पनि कान्छो बाबा ल भयो है ल अब मैले चाहिँ यो पछि मेरै भागमा पर्छ निमाटी पनि मेरै भागमा पर्छ त्यो भनिदिनु नि चिन्ता नगर न कान्छ ल अब सुन है अब मैले लाइफ साइकल भने नि होइन अब लाइफ साइकल पक्कै मैले अलिकति स्क्रिन सफा म अर्को स्क्रिन युज गर्छु होइन अब हेर है मैले लाइफ साइकल भनेको छु नि होइन अब एउटा सवाल के छ भने नि भाइ हामीले पढिरहेको जो प्लाज्मोडियम छ नि मेरो भाइ प्लाज्मोडियम छ नि होइन र यो प्लाज्मोडियम भनेको इज डाइजेनेटिक प्यारासाइट भन्छ क्या यो भनेको बकैदा डाइजेनेटिक
के हो भन्दा प्यारासाइट हो क्या, यो डाइजेनेटिक प्यारासाइट हो। अब डाइजेनेटिक भन्ने बित्तिकै त जीवन चक्र दुईटा होस्टमा त पुरा गरिहाल्छ, त्यो त कन्फ्युजनै छैन। लाइफ साइकल दुईटा होस्टमा पुरा गर्ने त्यो त डाइजेनेटिक भइगयो होइन। अब तिमीले मलाई भन्नुपर्छ कान्छा, यो डाइजेनेटिकमा प्राइमरी भन्छ है, प्राइमरी ओर डेफिनेटिभ भन्दा पनि भयो है, प्राइमरी ओर डेफिनेटिभ होस्ट भन्दा पनि भयो है। र यस अर्को होस्ट हुन्छ कि भाइ यसमा सेकेन्डरी हुन्छ है। र यो जुन सेकेन्डरी छ नि केटा, सेकेन्डरीलाई तिमीले अल्सो कल, अब यसलाई इन्टरमिडिएट होस्ट भन्दा पनि भयो क्या बाबु, इन्टरमिडिएट होस्ट भन्दा नि भयो है। ल भन त, अब भन प्राइमरी होस्ट को हुन्छ, ल भन भाइ, ल ल भन्देऊ ल। मस्किटो मस्किटो हुन्छ कि मान्छे हुन्छ, द मस्किटो हुन्छ है। यस यस है, तिमीले भन्नु पर्यो प्राइमरी भनेको फिमेल एनोफिलस मस्किटो, यस यस फिमेल एनोफिलस मस्किटो भन्नु पर्यो। र भर्टिब्रेट्स भनेको के भन्छ, ह्युमन है, ह्युमन एन्ड के भन्छ अदर भर्टिब्रेट्स भन्छ है। ह्युमन एन्ड अदर के भन्दो रहेछ, भर्टिब्रेट्स भन्छ नि होइन, ह्युमन एन्ड अदर भर्टिब्रेट्स भन्छ नि। अब अदर हामीलाई मतलब छैन होइन, हामीले अदरसँग पढ्दैनौँ, हामी के पढ्छौँ न त, केसँग हामीलाई मतलब छ भन्दा हामीलाई मतलब मान्छेसँग है। त्यसो भए प्राइमरी होस्ट भनेको आजबाट पढ्ने लामखुट्टे हुन्छ, लामखुट्टे फिमेल एनोफिलस मस्किटो। र सेकेन्डरी होस्ट भनेको तिमी के भन्छ, मान्छे भन्छौ। र एउटा कुरो भन्छौ क्या, हेर त अब एउटा कुरो भन्छौ, अहिले तिम्रो लेभलमा नि भाइ, अब तिमी भनौ ए सर इन मेडिकल साइन्समा के हुन्छ त्यो जाने होइन, तिमीले अहिले +2 को कुरो पढ्ने। अब मेडिकल साइन्स भनेर तिमी नपढ्ने। यदि तिमीलाई मैले इन मेडिकल साइन्स अथवा इन पिकुल्यारिटी अफ प्लाज्मोडियम भन्यो भने तिमी झुकिन्छौ है। तेरो तिमीले जुन मैले पढाइरहेको छु नि हो त्यही याद गर है। मेडिकल साइन्समा त ह्युमन आउँछ प्राइमरी। छोड्दे भाइ, अब तिमीले त फेरि मेडिकल साइन्स भयो किन बोलेको भाइ बिचमा पक्का, तिमीले त्यहाँ झुकिन्छौ भनेर मैले भनिरहेको छु तिमीलाई। अहिले मेडिकली थ्योरिटिकली नजाने भाइ है, अहिले दिमागमा के राख्ने भन्दा सुन है, फिमेल एनोफिलस मस्किटो कन्टेन है भाइ, कन्टेन सेक्सुअल साइकल अफ के भन्छ प्लाज्मोडियम भन्छ क्या, सेक्सुअल साइकल अफ के भन्दो रहेछ प्लाज्मोडियम। अब तिमी आफै भन त केटाकेटी हो, यो सेक्सुअल भन त यो प्राइमरी र सेकेन्डरी होस्ट के को आधारमा छुट्टिन्छ, ल भन त यसको आधारमा छुट्टिएन त, यसको आधारमा छुट्टिएन त। सुन है, मतलब प्यारासाइटले आफ्नो सेक्सुअल साइकल जुन होस्टमा पुरा गर्छ त्यो सधैँ भनेको प्राइमरी हुन्छ है। प्राइमरी भनेको जसमा सेक्सुअल साइकल पुरा हुन्छ नि त्यो प्राइमरी हुन्छ। र प्यारासाइटले आफ्नो असेक्सुअल साइकल जुन होस्टमा पुरा गर्छ नि त्यो सधैँ भनेको सेकेन्डरी नै हुन्छ। अब मान्छेमा सुन है भाइ, मान्छेमा असेक्सुअल साइकल हुन्छ, मान्छेमा असेक्सुअल साइकल हुन्छ भने अब मान्छेलाई प्राइमरी होस्टमा राखेर मिलेन क्या कान्छा। अहिले त्यो तिम्रो त्यो कन्फ्युजनको कुरा नगर, मैले जे भनेको छु +2 को किताबमा जे लेखेको हुन्छ त्यही पढ, ओभर जान्ने पनि नबने। ओभर जान्ने भयो भने भाइ बिग्रिन्छ है। त्यसो भए ह्युमन कन्टेन्ट भन्ने है, ह्युमन कन्टेन्ट तिमी के भन्दो रहेछ भन्दा द्याट इज कल असेक्सुअल है। यो असेक्सुअल साइकल अफ तिमी के भन्दो रहेछौ प्लाज्मोडियम है। मान्छेमा चाहिँ प्लाज्मोडियमको असेक्सुअल साइकल हुन्छ भने, र अब लामखुट्टेमा चाहिँ तिमी सेक्सुअल साइकल पढ्दो रहेछौ। अहिले तिमीले अब इन मेडिकल इन पिकुल्यारिटी तिर अलि तिमी नजाऊ भाइ, बिचरा तिमी जोकिन्छौ है। ल अब सुन है भाइ, अब एउटा सवाल छ, एउटा सवाल के छ भने नि भाइ, आजबाट सुनाइ खान्छ, आजबाट एउटा खतरा कुरो तिमीले सुन्नै पर्छ, आज एउटा खतरा कुरो तिमीले सुन्नै पर्छ है। अब मलाई भन त, ल भन अब हामीले ल भन खान्छ पहिला प्राइमरी पढौँ कि पहिला हामी सेकेन्डरी पढौँ, ल भन त कुन पहिला आउँछ, ल भन त ल प्राइमरी सेकेन्डरी नो प्राइमरी एउटा कुरो भन्छु है। यहाँ हेर त यो जुन प्लाज्मोडियम छ नि भाइ, हेर त प्लाज्मोडियम छ नि होइन, प्लाज्मोडियम एक्जिबिट भन्छ है, एक्जिबिट अल्टरनेसन अफ के भन्छ जेनेरेसन भन्छ है। प्लाज्मोडियम एक्जिबिट अल्टरनेसन अफ जेनेरेसन इन व्हिच, सुन है भाइ, इन व्हिच asexual cycle, सुन है भाइ, in which asexual cycle alternates with के भन्दो रहेछ न त, that is called हामी के भन्छौँ सेक्सुअल साइकल भन्छौँ। त्यसो हामीले पहिला असेक्सुअल पढ्नुपर्छ है, किनभने प्लाज्मोडियमले अल्टरनेसन अफ जेनेरेसन सो गर्छ। यो भनेको नै जसमा असेक्सुअल साइकल अल्टरनेट विथ के भन्छौ तिमी भन त सेक्सुअल। त्यसमा पहिला हामीले असेक्सुअल पढ्दो रहेछौँ, अनि पहिला यो अनि त्यस पछाडि यो हुन्छ है। ल अब मैले तिमीलाई हेडिङ दिएको छु यहाँ है भाइ, हेडिङ दिएको छु, कस्तो हेडिङ दिएको छु भने असेक्सुअल, सुन है के रे कान्छ ब्याक गर्दिनु अलिकति, ल सुन है भाइ। ल अब म एउटा सुन भाइ, म एउटा कुरो लेख्छु कि बाबु,
तिमीले बुझ्यौ भने मलाई यस सर भनिदेऊ कि मलाई कति खुसी लाग्छ र त झन् तिमीलाई मैले पढाउन हौसला मिलेर हुन्छ क्या म एउटा कुरो लेख्छु कि ल सुन है म एउटा कुरो लेख्छु कि भाइ तिमीले बुझ्यौ भने यस भन्न है फिमेल एनोफिलिस है मस्क्युटो इज है इज भेक्टर है एज वेल एज एचओएसटी होस्ट आन्सर यस मेरो भाइ ओके यस सर यो बुझ्नु नि होइन मतलब यो भेक्टर सुन न भेक्टर भनेको रोग ट्रान्समिट गर्ने एजेन्ट पनि हो र यो पनि के पनि हो न त यो भनेको अर्को होस्ट पनि त हो नि हैन भेक्टर पनि हो र यो होस्ट पनि हो यो पनि जाँचमा यस्तो खालको क्वेशन सोधेको छ है भाइ यस्तो खालको क्वेशन सोधेको छ जस्तो के त त्यो हात्तीपाले रोगको जुन ट्रान्समिट गर्ने हुन्छ नि हैन फिमेल क्युलेक्स मस्क्युटो हुन्छ नि भाइ हो त्यो फिमेल क्युलेक्स मस्क्युटो पनि भेक्टर एज वेल एज होस्ट नै हो किनभने त्यसमा होसेरियाको त्यो होस्ट पनि हो र होसेरियाको यो के पनि हो भन्दा यो रोग सार्ने यो हात्तीपाले रोग सार्ने भेक्टर पनि हो यस्ता कुरो पनि याद गर्ने है क्या कुनै कुनै फाइलारिसिस पनि भेक्टर एज वेल एज के अरे भाइ के को अरे भेक्टर एज वेल एज होस्ट फाइलारिसिस पनि के को भनेको कान्छ तिमीले फिलाराइसिस भन्नुभयो यस यस त्यही हो कान्छ हे तिमी पनि यहाँ र के एउटा कुरो नझुकेर कान्छ यार है यहाँ र लिम्फेटिक फाइलारियासिस है यसलाई कमनली कल्ड सुन है भाइ कमनली कल्ड के भन्छ एलिफेन्टियासिस भन्छ क्या भाइ तिमीले भनेको एउटै हो क्या मैले भनेको एउटै हो क्या बुझ्नु नि भाइ लिम्फेटिक फाइलारियासिस कमनली कल यसलाई के भन्छ एलिफेन्टियासिस भन्छ क्या अघि तिमीले भनेको फाइलारियासिस मैले भनेको एलिफेन्टियासिस लिम्फेटिक फाइलारियासिस भनेको यो सबै एउटै रोग हो नेपालीमा हात्तीपालेहरू भन्छ क्या भाइ यसलाई ल बुझ्नु नि कान्छ ल अब मैले लेखेँ असेक्सुअल साइकल अफ प्लाज्मोडियम भाइभेक्स लेखेँ ल भन है भाइ अब तिमीले मलाई एउटा कुरो भन्नु पर्यो क्या अब यो असेक्सुअल पढ्दा यति धेरै क्वेसन छ नि कान्छ यति धेरै क्वेसन आउँछ नि भाइ मैले एउटा कुरो भन्छु एकदम बिन्दास पढ्दिने क्या भाइ एकदम बिन्दास पढ कि भाइ बिन्दास पढ्दाखेरि के हुन्छ त्यहाँबाट नै तिमीलाई क्वेसन आउँछ नि त होइन अब्जेक्टिभ जस्तो कि अब म तिमीलाई एक दुईवटा क्वेसन दिन्छु असेक्सुअल साइकल इन्क्लुडिङ एक दुईवटा क्वेसन दिन्छु तिमीले मलाई फ्याक्ट एन्सर दिनुपर्छ एक दुईवटा क्वेसन दिन्छु फर्स्ट क्वेसन हेर है भाइ प्लिज मलाई अब एकचोटि ल अब कान्छ तिमी सुन अब तिमीले बोल्न पाउँदैनौ होइन अब मैले मात्रै बोल्छु ध्यान दिएर सुन होइन एकदम अब तिमीले चुप लागेर सुन्दिने है ल पहिला म तिमीलाई एक दुईवटा सरी ल एक दुईवटा क्वेसन दिन्छु है ल व्हिच अफ द फलोइङ सुन है भाइ व्हिच अफ द फलोइङ क्यान स्टार्ट है इराइथ्रोसाइटिक साइजोगोनी है भाइ साइजोगोनी है अप्सन ए मा स्पोरोजोइड्स है भाइ बी मा मेरोजोइड्स है सी मा माइक्रो सुने भाइ माइक्रो मेटा क्रिप्टो मेरोजोइड्स है र डी मा MACRO मैक्रो मेटा क्रिप्टो मेरोजोइड्स भन त यो सुन त ल भन त माइक्रो मेटा क्रिप्टो मेरोजोइड कि मैक्रो दुईटामा एउटा आन्सर छ माइक्रो यस माइक्रो है माइक्रो मेटा क्रिप्टो मेरोजोइड के हुँदो रहेछ भन्दा डेट इज कल यसले सुरु गर्दो रहेछ इराइथ्रोसाइटिक साइजोगोनी सुरु गर्दो रहेछ है अब हेर अर्को क्वेसन छ है अर्को क्वेसन छ तिमी एकदम मजाले ध्यान दिएर सुन है एकदम मजाले ध्यान दिएर सुन है ल मलाई एन्सर फ्याक्ट देऊ त हेर है क्वेसनले सुन है भाइ क्वेसनले के भन्दो रहेछ भन्दा इन लाइभ
साइकल अफ प्लाज्मोडियम है इन लाइफ साइकल अफ प्लाज्मोडियम कमा है द माइक्रो एन्ड है एन्ड मैक्रो है मैक्रो ग्यामेट्स है आर फर्मड इन भन है माइक्रो एन्ड मैक्रो ग्यामेट्स आर फर्मड इन है एकदम सोचेर एन्सर दियो है अप्सन ए मा आरबिसी अफ ह्युमन है मान्छेको आरबिसी है अप्सन बी मा स्टोमक अफ के भन्छ मस्क्युटो लामखुट्टेको स्टोमकमा है सीमा लिभर सेल्स अफ के भन्छ ह्युमन मान्छेको लिभर सेलमा है र डीमा तिमीलाई राखिदिन्छ डब्लुबिसी अफ के भन्छ एचयुएमएन ह्युमन ल बताउ त भाइ बी स्टोमेज अफ मस्क्युटो र त एन्सर के हुन्छ माइक्रो एन्ड म्याक्रो ग्यामेट्स भनेर सोधेको छ माइक्रो एन्ड म्याक्रो ग्यामेट्स भनेको मान्छेको यार है भाइ अरूमा एन्सर नखोज यो दुईटामा एन्सर छ आरबिसी अफ ह्युमन हुन्छ कि स्टोमक अफ मस्क्युटो हुन्छ कान्छ फेरि आरबिसी भन्ने मान्छेको हो कोही कान्छ आरबिसी भन्ने मान्छेको Oh yes, yes. सेक्सुअल प्रोसेस त त्यो मस्क्युटोमा हुन्छ नि ग्यामेट भन्ने काम yes. एउटा कुरा भन्छु सुन त यहाँ है यहाँ न माइक्रो एन्ड म्याक्रो सुन है भाइ माइक्रो एन्ड म्याक्रो ग्यामेटोसाइड्स है माइक्रो एन्ड म्याक्रो ग्यामेटोसाइड्स चाहिँ है यो चाहिँ यो मान्छेको आरबिसी मा बन्छ तर माइक्रो ग्यामेटोसाइड र म्याक्रो ग्यामेटोसाइड आरबिसी मा बनो तर तिमीलाई क्वेसनले त माइक्रो ग्यामेट्स न भनेको माइक्रो ग्यामेट्स र अर्को म्याक्रो ग्यामेट्स भनेको चाहिँ यो लामखुट्टेको स्टोमकमा भन्छ क्या बाबु लामखुट्टेको स्टोमकमा भन्छ क्या गान्छ यहाँ डाउट नखेलौ त भाइ यहाँ डाउट नगर त भाइ ल यो बुझ्नु नि अब यो हेर न यो लाइफ साइकलमा पनि तिमीलाई म भन्नेउला चिन्ता नगर है ल अब सुन है भाइ अब सबैभन्दा पहिला हामीले असेक्सुअल साइकल त सुरु गरिहालौँ है हाम्रो हेडिङ त असेक्सुअल साइकल त आइगयो असेक्सुअल साइकल इन हामीले अब प्लाज्मोडियम इन त मान्छे भनिहालौँ होइन अब कसरी स्टार्ट हुन्छ बाबु भन त पढाइ ल भन त कसरी स्टार्ट हुन्छ पढाइ भन त ल असेक्सुअल साइकल अफ प्लाज्मोडियम इन ह्युमन होस्ट यो सेकेन्डरी होस्ट हामीले भन्यौ अब भन त हाम्रो पढाइ कसरी सुरु हुन्छ मान्छेलाई काटेपछि हो यस है हो यसरी तिमीले सुन न डाइरेक्ट अब हाम्रो सुन भाइ अब हाम्रो विद्यार्थीको बानी के हुन्छ भने म तिमीलाई सिकाउँछु है हाम्रो विद्यार्थीको बानी के हुन्छ भन्दा एक जस्तो कि यो सगरमाथा हो सुन भाइ यो सगरमाथा हो क्या यो चाहिँ सगरमाथा हो होइन अब यो सगरमाथाको यो बेस क्याम्प न भयो यो बेस क्याम्प भयो र यो सगरमाथाको चाहिँ चुचुरो हो क्या होइन अब हाम्रो विद्यार्थीको बानी के हुन्छ एकैचोटि चुचुरोमा पुग्न खोज्ने बानी हुन्छ क्या त्यस्तो नगर्ने पहिला बेस क्याम्पमा बस्ने पहिला सगरमाथाको बेस क्याम्पमा 2-3 दिन बस्ने अनि अध्ययन गर्ने क्या कसरी हिउँलाई छिचोलेर अगाडि बढ्ने हो यसरी क्या तेरो मैले के भन्छु भन्दा कसरी याद गर्ने भने नि अब सुन है अब तिमीलाई मैले एउटा कुरो सोध्छु सुन है अब एउटा कुरो म नेपालीबाट लेखौँ भाइ कहिले बिर्सिँदैन तिम्रो दिमागमा फ्याट्ट दिमागमा बस्छ म एउटा कुरा नेपालीबाट लेखिदिउँ है भाइ यहाँ किनभने अब इङ्ग्लिसबाट भनेको कुरा त यो त इङ्ग्लिस त भाइ ऊ त्यो हाम्रो खैरेले पनि भन्न जान्दछ खैरेले पनि अलिअलि इङ्ग्लिस त के अरे राम्रो इङ्ग्लिसबाट भन्न सक्छ तर हामीले नेपालीबाट पढेको कुरो कहिले पनि दिमागमा बस्दैन के अरे हट्दैन क्या अब हेर त मैले के भने नि सुन है भाइ अब सुन है जब है भाइ जब सुन है भाइ जब इन्फेक्टेड फिमेल एनोफिलस मस्क्युटोले है जब इन्फेक्टेड फिमेल एनोफिलस मस्क्युटोले हेल्दी म्यानलाई सुन है भाइ हेल्दी म्यानलाई टोक्छ है हेल्दी मान्छेलाई टोक्छ है जब इन्फेक्टेड फिमेल एनोफिलस मस्क्युटोले हेल्दी मान्छेलाई टोक्छ अब सुन है भाइ अब त्यो मान्छेको ल भन त त्यो मान्छेको ब्लडमा के इनोकुलेट गर्छ त भन त के इनोकुलेट गर्छ त्यो भनेको स्पोरोजोइट हो के अरे बाबु टोक्सपछि अब लेख्नु भयो यहाँ यस्तो मैले लेखेको क्या जब इन्फेक्टेड फिमेल एनोफिलस मस्क्युटोले हेल्दी मान्छेलाई टोक्छ
अब त्यो मान्छेको ब्लडमा है कि यहाँ भनेको के इनोकुलेट हुन्छ स्पोरोजोइट। अब यो जुन स्पोरोजोइट छ नि भाइ, अब यो स्पोरोजोइट स्टार्ट है, अब यो स्पोरोजोइटले के स्टार्ट गर्छ भन त, द्याट इज कल असेक्सुअल साइकल। के स्टार्ट गर्छ, असेक्सुअल साइकल। ल भन त त्यो असेक्सुअल साइकल स्टार्ट गर्छ कर्ल। ल भन त्यो असेक्सुअल साइकल तिमी के भन्छ, ल भन एनीवन अब भाइ यहाँ दुईजनाले सुने भाइ यहाँ हेर्नु न, अब के रे भाइ के साइजोगोनी, लिभर साइजोगोनी। यस 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 यसरी यसरी सुन भाइ, एकचोटि तिमीले कान्छ फेरि हेर फेर मेरा भगवान, ए मेरा भगवान, झन् तिमीलाई मैले मिलाएर पढ भन्छु, एकैचोटि लिभर साइजोगोनी नभन न कान्छा, पहिले यसरी मिलाएर पढ्ने क्या। जब मैले बोलेको सुन कान्छा, ए बाबु मैले बोलेको त सुन, तिमीलाई चुप लागेर भन्छु, तिमी मैले बोलेको सुन त। जब इन्फेक्टेड लामखुट्टेले हेल्दी मान्छेलाई टोक्छ, अब त्यो मान्छेको ब्लडमा थुप्रै औटा स्पोरोजोइट इनोकुलेट गर्छ। अब स्पोरोजोइट अब हाम्रो शरीरमा आयो है, अब यो स्पोरोजोइटले के गर्छ, असेक्सुअल साइकल स्टार्ट गर्छ, असेक्सुअल साइकल। र त्यो असेक्सुअल साइकललाई तिमी के भन्दो रहेछौ कान्छा, यस त्यसलाई तिमी के भन्दो रहेछौ, साइजोगोनी। के भन्दो रहेछ न त, साइजोगोनी भन्छ है। र यो साइजोगोनी भनेको नै के हो, साइजोगोनी भनेको नै के हो, यो भनेको नै असेक्सुअल के हो भन त कान्छा, मल्टिप्लिकेसन हो क्या भाइ। साइजोगोनी भनेको नै असेक्सुअल के हो कान्छा भन त, मल्टिप्लिकेसन हो। बाबु ओके भाइ, ओके कान्छा? यस सर। यस है। त्यसमा अब एउटा बबाल क्वेसन सोध्छु, ल मलाई अब भन एउटा बबाल क्वेसन सोध्छु, कसले असेक्सुअल साइकल सुरु गर्छ बाबु भन, ओइ केटाकेटी हो भन, कसले असेक्सुअल साइकल सुरु गर्दो रहेछ, स्पोरोजोइट भन्नुपर्छ। र त्यो स्पोरोजोइट है, र त्यो असेक्सुअल साइकललाई साइजोगोनी भन्यो, र साइजोगोनी भनेको नै असेक्सुअल मल्टिप्लिकेसन हो। अब एउटा क्वेसन सोध्छु है, ल म एउटा क्वेसन सोध्छु है, सुन है। कमन क्यारेक्टर है, कमन क्यारेक्टर फाउन्ड इन प्लाज्मोडियम है, प्लाज्मोडियम एन्ड प्यारामेसियम है। कमन क्यारेक्टर फाउन्ड इन प्लाज्मोडियम एन्ड प्यारामेसियम, अप्सन ए मा सुन है भाइ। अब अप्सन ए मा के म दिन्छु सुन है भाइ, अब यहाँ है भाइ, अप्सन ए मा मोड अफ न्युट्रिसन सुन है भाइ, अप्सन बी मा है, अप्सन मोड अफ न्युट्रिसन, अप्सन बी मा लोकोमोटरी अर्गानेल्स है, अर्गानेल्स, र अप्सन सी मा राखिदिन्छ बोथ है रिप्रोड्युस सुन है भाइ, बोथ रिप्रोड्युस बाइ के भन्छ, FISSION फिजन। ल भन भाइ, ल यस यस यो एन्सर त यही नै हुन्छ। अब मोड अफ न्युट्रिसन भएन, एउटा फ्लिमिङ्गो अर्को प्यारासाइट भएन, अब प्लाज्मोडियममा लोकोमोटरी अर्गन हुँदैन, अब प्यारामेसियममा सिलिया हुन्छ, तर दुवैमा रिप्रोड्युस यस दुवैमा त अब रिप्रोड्युस फिजनबाट हुन्छ नि। फरक यति छ, प्लाज्मोडियममा मल्टिपल फिजन हुन्छ भने ल भन त प्यारामेसियममा चाहिँ के हुन्छ, ट्रान्सफर्स बाइनरी के हुन्छ, यसमा बोथ रिप्रोड्युस बाइ फिजन इज द करेक्ट एन्सर हुन्छ। ल अब एउटा प्रश्न है भाइ, अब मैले आज कस्तो मजाले मैले बताएँ नि हैन। अब यो साइजोगोनी, अब सुन न, मैले एउटा कुरा के बताएँ भन्दा, साइजोगोनी भनेको त असेक्सुअल मल्टिप्लिकेसन हो, र यो जुन साइजोगोनी छ नि, अब बल्ल तिमी भन्न सक्छौ कि भाइ यो साइजोगोनी छ भाइ, अब यो साइजोगोनीको टाइप हुन्छ। अब हेर है भाइ, साइजोगोनीको यसरी मिलाएर पढ्ने क्या भाइ, अब बल्ल तिमीले डाइरेक्ट लिभर साइजोगोनी नभन्ने, अब साइजोगोनीको अब हामीले के पढ्छौँ, टाइप्स पढ्छौँ। एउटा लिभर सेलमा हुने त्यसलाई तिमीले लिभर साइजोगोनी भन्छौ है भाइ, लिभर साइजोगोनी भन्छौ भने अर्को आरबिसी मा हुनेलाई तिमी के भन्छौ, इराइथ्रो है, तिमी के भन्छौ, इराइथ्रोसाइटिक के भन्छ, साइजोगोनी भन्छ। यस एपिकल क्याप पढ्नु पर्दैन के रे बाबु, यो स्पोरोजोइटले पेनिट्रेट केले गर्छ, एपिकल क्यापले तिनीहरु पढ्नु पर्दैन। अघि मैले पढाइन, तिमी कहाँ थियौ बाबु, अघि तिमी सुरुमा कहाँ थियौ, एपिकल क्यापमा ल न त तिमी सुरुमा कहाँ थियौ, मैले स्पोरोजोइटमा त भनेको थिएँ नि। अब एक्सप्लेनेसनमा पनि भन्छु क्या कान्छा, बुझ्यौ अब
मैले एक्सप्लेन अहिले त सुन नि यो जुन तिमीलाई मैले लिभर साइजोगोनी पढाउनु पर्छ कि पर्दैन अब लिभर साइजोगोनीमा पनि त एक्सप्लेनेसन भन्छु तर अघि नै मैले सुरुमा चाहिँ तिमीलाई हिन्ट्स दिइसकेको छु है एन्टेरियरमा एपिकल क्याप छ र अब त्यो एपिकल क्यापबाट प्रोटियोलाइटिक एन्जाइम प्रोड्युस भयो त्यसले लिभर सेलको वाललाई डिजल्भ गरिदिन्छ यस है मैले सुरुमा पनि भनेको थिएँ ठीक छ अब अहिले फेरि रिपिट हुन्छ है भाइ अहिले फेरि रिपिट हुन्छ हाम्रो कुरो होइन अब हेर है भाइ यो जुन यहाँ लिभर साइजोगोनी छ नि भाइ हो अब तिमी यसमा जाऊ त ल भन अब यो लिभर साइजोगोनीको पनि टाइप हुन्छ ल भन्न सक्छु भाइ यो लिभर साइजोगोनीको टाइप्स बताउ त ल के टाइप हुन्छ Yes. Erythrocytic साइजोगोनी भन्छ है भाइ प्री इरेथ्रोसाइटिक साइजोगोनी भन्छ र अर्को भनेको एक्जो इरेथ्रोसाइटिक साइजोगोनी क्या हो यस एक्जो इरेथ्रोसाइटिक साइजोगोनी भन्छ नि हैन र एउटा बबल क्रुस हुन है भाइ अब तिमी हेर त हो यस्तै खालको क्वेशन सोधिन्छ फर एक्जाम्पल एउटा क्वेशन हेर है कान्छ एउटा क्वेशन हेर त जस्तो कि तिमी जात दिन बस्नु नि यस्तो क्वेशन सोध्यो है भाइ साइजोगोनी अफ प्लाज्मोडियम सुन है भाइ साइजोगोनी अफ प्लाज्मोडियम तिमीले राखिदिन्छ जाँचमा टेक्स प्लेस इन भन्छ है भाइ अप्सन ए मा हेरे भाइ लिभर सेल ओन्ली है भाइ अप्सन बी मा आरबीसी ओन्ली अप्सन सी मा पीओटीएस के भन्छ बोथ भन्छ र अप्सन डी मा तिमीले राखिदिन्छ स्टमक अफ फिमेल एनोफिलस मस्किटो ल भन बाबु एन्सर के हो यस किनभने हेर त भाइ यस एकदमै किनभने यहाँ साइजोगोनी हेडिङ छ साइजोगोनी भनेको लिभर सेलमा पनि हुँदो रहेछ साइजोगोनी भनेको आरबीसी पनि हुँदो रहेछ तर भाइ यदि तिमीलाई जाँचमा नै कान्छ यदि तिमीलाई जाँचमा मानु यस्तो क्वेशन सोधेको भए पो यस्तो एन्सर हुन्थ्यो त मानु तिमीलाई जाँचमा प्री इरेथ्रोसाइटिक अथवा एक्जो इरेथ्रोसाइटिक साइजोगोनी भनेर सोधेको भए मात्र लिभर सेल एन्सर यस है तर मैले भन्छु नि भाइ हो यस्ता बेसिक कुराहरू हुन्छ हैन त्यति गाह्रो क्वेशन आउँदैन है गाह्रो तर हामीले पढ्न चाहिँ मजाले पढौँ हैन ल अब सुन है अब भन त भाइ हाम्रो विद्यार्थीको एउटा नराम्रो बानी के हुन्छ भने कान्छ सधैँ एउटा मात्रै नाम पढेर बस्ने क्या प्री इरेथ्रोसाइटिक साइजोगोनी प्री इरेथ्रोसाइटिक साइजोगोनी पहिला भन त भाइ प्री इरेथ्रोसाइटिक साइजोगोनीको यसलाई अल्सो कल के पनि भन्छ भाइ भन त ल फर्स्ट लिभर साइजोगोनी हो यस मेरो भाइ गुड है यसलाई तिमीले अल्सो कल फर्स्ट लिभर साइजोगोनी पनि भन्छ गुड फर्स्ट लिभर साइजोगोनी र एकजोलाई तिमीले अल्सो कल के पनि भन्दो रहेछ सेकेन्ड लिभर साइजोगोनी पनि भन्छ सेकेन्ड लिभर साइजोगोनी पनि भन्छ त्यसो अब समग्रमा मलाई भन्न त कान्छ हामीले असेक्सुअल रिप्रोडक्सनमा के हेडिङ पढ्दो रहेछ थाहा छ भाइ समग्रमा मलाई भन्न त असेक्सुअल रिप्रोडक्सन इन्भल्भ्स फलोइङ स्टेप्स भन्छ है त्यसो हामीले असेक्सुअल यहाँ हेर है भाइ यहाँ एउटा कुरो याद गर है भाइ हामीले असेक्सुअल रिप्रोडक्सनमा हेर त हामीले असेक्सुअल रिप्रोडक्सनमा के स्टेप पढ्नु असेक्सुअल रिप्रोडक्सनमा हामीले कुन स्टेप पढ्नु पर्दो रहेछ भन्दा सुन है भाइ हाम्रो एक स्टेपमा पहिला हामी पढ्छौँ प्री इरेथ्रोसाइटिक साइजोगोनी भन्छौँ है भाइ अब दोस्रो स्टेपमा हामी भन्छौँ एक्जो इरेथ्रोसाइटिक के भन्छौँ साइजोगोनी अब हामी तेस्रो स्टेपमा के भन्छौँ इरेथ्रोसाइटिक के भन्छ साइजोगोनी ल भन त अब यो सकिन्छ नि भाइ अब भन चौथो स्टेज पनि हुन्छ ल भन त त्यो के हो चौथो भनेको पोस्ट इरेथ्रोसाइटिक साइजोगोनी है जब तिमी अझ एउटा हेडिङ पढ्छौ नि अनि मात्रै असेक्सुअल कम्प्लिट हुन्छ भाइ ल भन त अब पाँचौं हेडिङ के हो त यो पनि हेडिङ हो त पाँचौं हेडिङ भनेको तिमीले यो पनि पढ्नुपर्छ द्याट इज कल पाँचौं हेडिङ भनेको फर्मेसन अफ के भन्दो रहेछ ग्यामेटोसाइट्स हो यो पनि भाइ हामीले असेक्सुअल मान्छेमा यो पनि पढ्नु पर्यो कि परेन त है अब कहाँ छ क्लियर मेरो भाइ क्लियर यस है हो या अब सुन है अब हामी सुरु गरौँ प्री इरेथ्रोसाइटिक साइजोगोनीबाट सुरु गरौँ है अब हामी प्री इरेथ्रोसाइटिकबाट साइजोगोनीबाट सुरु गरौँ एकदम त्यहाँ अब्जेक्टिभ क्वेसनहरू खोजौँ यो कस्तो क्वेसन सोधिदिँदो रहेछ ल अब सुन है भाइ अब मैले सुरु गर्छु प्री इरेथ्रोसाइटिक साइजोगोनीबाट ल अब सुन है कान्छ ल अब मैले यहाँ पहिलो हेडिङ लेखेको छु यसलाई क्यापिटल ए नै भनिदिन्छु मैले यसमा लेखेँ प्री इरेथ्रोसाइटिक साइजोगोनी भने अब सबैले मजाले बिन्दास सुन्दिने है भाइ अब भाइ सुन न तिमी त एकचोटि पुरानो विद्यार्थी हो होइन भाइ एकचोटि तिमीले इन्ट्रान्स काहीँ न काहीँ दिए होला होइन अब तिमीले म खालि तिमीलाई बाटो देखाइदिन्छु कान्छा त्यो बाटोमा हिँड्ने तिमीले कोसिस गर है जस्तो हेर त हेर यो मान्छेको लिभर सेल हो सुन है भाइ यो मान्छेको लिभर सेल है ल भन त कान्छा अब यो जुन लिभर सेल छ नि अब यो लिभर सेललाई
यो अट्याक अथवा पेनिट्रेट गर्ने यो के होला भन्न खान्छ ल प्लिज मलाई भन त यो के हो यसको नाम तिमी के भन्छ स्पोरोजोइड भन्नु पर्यो के भन्नु पर्यो कान्छ भन त स्पोरोजोइड क्या किनभने स्पोरोजोइड क्या एउटा कुरो मलाई भन्छु नि भाइ एउटा कुरो मैले बोलेको छु न त अघि लामखुट्टेले टोक्दा मान्छेको रगतमा स्पोरोजोइड सार्दियो अब त्यो स्पोरोजोइडहरूलाई हाम्रो ब्लड सर्कुलेसनले कहाँ पुर्याउँछ भन त लिभर सेलमा पुर्याउँछ क्या भाइ स्पोरोजोइडलाई चाहिँ हाम्रो ब्लड सर्कुलेसनले लिभर सेलमा पुर्यायो र एउटा कुरो जहिले पनि याद गरे कि कान्छ जहिले पनि के याद गर भन्दा एउटा स्पोरोजोइडले एउटा लिभर सेललाई अट्याक गर्छ हेर त किनभने लिभर सेल धेरैवटा हुन्छ अनि स्पोरोजोइड पनि त हाम्रो रगतमा धेरैवटा आइपुगेको छ नि एउटा स्पोरोजोइडले एउटा लिभर सेललाई अट्याक गर्छ अर्को स्पोरोजोइडले अर्को लिभर सेललाई अर्कोले अर्को एकवटा अट्याक गरिरहँदो रहेछ क्या तर मैले एउटा रिप्रेजेन्ट गरिरहेको छु है अब हेर है अब म दोस्रो स्टेप के भन्छु सुन है कान्छ अब दोस्रो स्टेप हेर त हेर ल भन यो लिभर सेल है भाइ ल भन अब यो लिभर सेल भित्र ल भन कान्छ यहाँ के भनेको छ प्लिज मेरो भाइ भन यो राउन्डेड स्ट्रक्चर के हो ल बताउ त ल यस यस है यसलाई तिमी भन्दो रहेछौ साइजोन्ट स्टेज भन्छ है भाइ यो भनेको बकैदा साइजोन्ट स्टेज हो गुड है यो साइजोन्ट स्टेज हो है साइजोन्ट स्टेज हो हे फेरि कसले भन्नु बेन्जिन भनिरहेछ भाइ ए त्यसको केमिस्ट्री सेमिस्ट्री मलाई थाहा छैन भाइ एकजना भाइले बेन्जिन भनिरहेछ यो अब बेन्जिन सुन भाइ मलाई केमिस्ट्रीको CSAMISTR केमिस्ट्री मात्रै थाहा छ त्यो बेन्जिन सेन्जिन मैले सबै पढेको बिर्सिसके बिचरा म बायोलोजीलाई कहाँबाट बेन्जिनको कुरो सोधिरहेछ हो कान्छ तिमीले अब सुन है अब हेर अब यो साइजोन स्टेज बन्नु नि हैन ल भन त अब साइजोन स्टेज पछाडि ल भन अब कुन स्टेज यहाँ के बन्छ ल भन जसले भन्दा नि हुन्छ ल भन त साइजोन स्टेज पछाडि के हुन्छ तिमीलाई थाहा छ अब हेर यस यहाँ फेरि भन्छ हे मेरो भाइ ओइ कान्छो काई मेरो जोड्स बन्छ काई क्रिप्टोजोइड्स भन्नुपर्छ यस यस क्रिप्टोजोइड्स भन्नुपर्छ कान्छ मेरो जोइड्स नभन न मेरो जोइड्स त इराइथ्रोसाइटिक साइजोगोनीको रिजल्टेन्ट प्रोडक्ट हो है त्यो मेरो जोइड्स इराइथ्रोसाइटिक साइजोगोनीको रिजल्टेन्ट प्रोडक्ट हो अहिले यहाँ मेरो जोइड्स नलेख यहाँ न यो लिभर सेल छ नि अब यो लिभर सेल भित्र यो थुप्रैवटा मैले 3-4 वटा रिप्रेजेन्ट गरे नि थुप्रैवटा के भन्छ क्रिप्टोजोइड्स भन्छ यहाँ रे भाइ अहिले क्रिप्टोजोइड्स भन्छ है अब हेर यो क्रिप्टोजोइड्स छ नि हैन अब लास्टमा के हुन्छ यो लिभर सेल फुड्छ जान्छ सुन है लास्टमा यस यस यो लिभर सेल ब्रस्ट हुन्छ मतलब रप्चर हुन्छ र यो लिभर सेल रप्चर भएर अब यो स्प्रो यो के रे लिभर सेलबाट ल भन त अब के रिलिज हुन्छ ब्लडमा के रिलिज हुन्छ भाइ भन त ल यसको नाम के हो त ल भन त यसलाई तिमी के भन्दो रहेछौ क्रिप्टो है भाइ क्रिप्टो मेरोजोइड्स भन्छ है अब सुन न कान्छ एकचोटी यहाँ त क्रिप्टो मेरोजोइड्स भन्छ नि हैन अब एकचोटी तिमी सुन त अघि लिभर सेल भित्र क्रिप्टोजोइड्स छ है अहिले लिभर सेल फुटेर निक्लिँदा क्रिप्टोमेरोजोइड्स भनेको छ नि भाइ पछाडि मेरोजोइड्स झुन्डेको छ नि हेर त अहिले अघि लिभर सेल भित्र क्रिप्टोजोइड्स अब लिभर सेल फुटेर निक्लिँदा क्रिप्टोमेरोजोइड्स छ नि अब यो क्रिप्टोमेरोजोइड्स के हो भन्दा नि कान्छ यो क्रिप्टोमेरोजोइड्स भनेको चाहिँ यो स्मलर फर्म्स अफ है स्मलर फर्म्स अफ के भन त क्रिप्टोजोइड्स क्या क्रिप्टोजोइड्सको स्मलर फर्म्सलाई क्रिप्टोमेरोजोइड्स भन्दो रहेछ त्यसमा क्रिप्टोजोइड्स भन्दा पनि सानो भनेको क्रिप्टोमेरोजोइड्स हुँदो रहेछ क्या अब एउटा कुरो भन्छु फुट्छ कसरी थाहा भयो नि भाइ कसरी फुट्दो रहेछ थाहा भयो भाइ तिमीलाई लिभर सेल कसरी फुट्दो रहेछ थाहा भयो जस्तो के हेर भाइ यहाँ एउटा मान्छे छ सुन भाइ एउटा मान्छे छ है भाइ त्यो मान्छेको नाम हर्के हो क्या भाइ हर्के हो है र यो हर्केको गोजी सुन यो हर्केको गोजी सानो छ है भाइ हर्केको गोजी सानो छ अब हर्केले के गर्यो यो सानो गोजी हुन्छ नि त्यो सानो गोजीमा 2 केजी चामल कोचो अब भन त 2 केजी चामल कोचो ल भन त अब यो गोजी फुट्यो कि फुटेन भन त गोजी फुट्यो कि फुटेन तिमी अब हुन पनि त हो नि कान्छ हुन पनि त हो नि त मतलब सुन भाइ मतलब आधी किलो चामल अटाउने गोजी छ रे अब 2 किलो चामल कोचो भने त त्यो गोजी त दुलो पर्छ यहाँ पनि के भइदियो भने नि कान्छ अब यहाँ पनि के भइदियो भन्दा बिन्दा सुन त भाइ यहाँ पनि के भइदियो भन्दा यहाँ मैले कहाँ बनाएको छु कहाँ यहाँ छ है कहाँ गयो फोटो यहाँ रे यहाँ हेर त यहाँ पनि हेर त यो एउटा लिभर सेल भित्र
अब धेरैवटा क्रिप्टोजोइड्स अटाउँदैन, एउटा लिभर सेलभित्र धेरैवटा क्रिप्टोजोइड्स अटाउँदैन, मतलब लिभर सेलको वालमा प्रेसर क्रिएट भयो। अब त्यो लिभर सेलको वाल फुट्यो, त्यहाँबाट त्यो क्रिप्टोमेरोजोइड्सको क्रिप्टोजोइड्सको सानो फर्म रिलिज भयो, त्यो सानो फर्मलाई क्रिप्टोमेरोजोइड्स भन्दो रहेछ है। ल अब यो कसरी हुन्छ ल भन, एक्सप्लेनेसन गर्न सक्छ भाइ? यो कसरी हुँदो रहेछ तिमीले एक्सप्लेनेसन गर्न सक्छौ? कसरी हुँदो रहेछ? ल अब मैले एक्सप्लेनेसन गरिदिन्छु, कान्छ सुन है। अब मैले एक्सप्लेनेसन गरेको सुन है बाबु, यहाँ त ध्यान दिएर सुन है। हेर, यो स्पोरोजोइडको एपिकल क्यापबाट प्रोटियोलाइटिक इन्जाइम सेक्रेसन भयो। त्यो प्रोटोलाइटिक इन्जाइमले यो लिभर सेलको वाललाई डिजल्भ गरो। अब यो स्पोरोजोइड कहाँ छिरो? लिभर सेलभित्र छिरो। अब त्यो लिभर सेलमा के छ? साइटोप्लाज्म छ, किन यो त सेल हो, त्यो सेलमा साइटोप्लाज्म छ। त्यसो स्पोरोजोइडले यो लिभर सेलको साइटोप्लाज्म खान्छ, साइटोप्लाज्म खाएर देन बिकम राउन्डेड इन स्ट्रक्चर। यसलाई तिमी के भन्दो रहेछौ? साइजोन स्टेज भन्छ है। अब यो साइजोन स्टेजको एउटा न्युक्लियसमा मल्टिपल फिजन हुन्छ र मल्टिपल फिजन भएर धेरै एउटा क्रिप्टोजोइड्सहरू बन्छ। यसरी एउटा लिभर सेलभित्र धेरैवटा क्रिप्टोजोइड्स अटाउँदैन, लास्टमा त्यो लिभर सेल फुटेर धेरैवटा क्रिप्टोमेरोजोइड्स रिलिज हुन्छ। यसरी एउटा स्पोरोजोइडबाट धेरै एउटा क्रिप्टोमेरोजोइड्स बन्ने प्रोसेसलाई प्री इरेथ्रोसाइटिक साइजोगोनी भन्दो रहेछ। अब एकचोटि सुन है भाइ, अब एकचोटि इङ्ग्लिसबाट भन्छु है। स्पोरोजोइड penetrates liver cell with the help of proteolytic enzyme. It get nutrition from the liver cell, then become rounded in structure called cysone. The nucleus of cysone reproduce asexually by multiple fission, then forming numerous cryptozoids. The number of cryptozoids inside liver cell are about numerous. Finally, liver cell burst and release of cryptomerozoids. The process of formation of numerous cryptomerozoids from a single sporozoid is called pre-erythrocytic साइजोगोनी. ल बाबु भन त छर्लङ्गै भयो, भाइ भन त छर्लङ्गै भयो। अब सुन भाइ, तर यहाँ एउटा कुरो तिमीलाई के प्रब्लम भयो भने भाइ, यो यसरी सुन भाइ, यसरी हेर त कान्छा, यसरी यो एउटा साइजोनको एउटा न्युक्लियसमा मल्टिपल फिजन भएर कसरी धेरैवटा क्रिप्टोजोइड्स बन्दो रहेछ, यसरी बन्दो रहेछ र त भाइ, यसरी बन्दो रहेछ र त। हेर, यो एउटा न्युक्लियस नि, त्यो एउटा न्युक्लियसमा मल्टिपल फिजन भयो, धेरैवटा न्युक्लियसहरू बने हैन। अब त्यो न्युक्लियसलाई त्यो लिभर सेलको साइटोप्लाज्मिक मासले ढाक्यो, या त लिभर सेलको साइटोप्लाज्मिक मासले ढाक्यो। अब हेर त, यो जुन साइटोप्लाज्मिक मास, यो जुन हेर त, यो जुन साइटोप्लाज्मिक मास र यो न्युक्लियस हो, यो स्ट्रक्चर भनेको के रहेछ न त, क्रिप्टोजोइड्स रहेछ। आन्सर क्लियर मेरो बाबु? क्लियर भन ल। यस सर, यस्तो हुँदो रहेछ क्या कान्छ हो। अब मैले तिमीलाई के भने सुन भाइ, मैले तिमीलाई के भने, एउटा न्युक्लियसमा मल्टिपल फिजन भएर धेरैवटा क्रिप्टोजोइड्स बन्छ भने, तर एक्चुअल के रहेछ भन्दा धेरैवटा न्युक्लियस त बनो, त्यो न्युक्लियसलाई साइटोप्लाज्मिक मासले ढाक्यो, त्यसमा साइटोप्लाज्मिक मास अलोङ विथ न्युक्लियस हो, यो स्ट्रक्चरको नाम चाहिँ क्रिप्टोजोइड्स हो। यस्तो हुँदो रहेछ। अब यहाँबाट सुन न भाइ, अब यहाँबाट सोध्ने अब्जेक्टिभ क्वेसन निकाला कान्छ। यहाँबाट सोध्ने अब्जेक्टिभ क्वेसन के तिमीलाई थाहा भने, हेर त, हेर, साइजोन स्टेज नबिर्सिने, लिभर सेलमा हुन्छ नबिर्सिने। व्हिच अफ द फलोइङ क्यान स्टार्ट प्री इरेथ्रोसाइटिक साइजोगोनी, स्पोरोजोइड नबिर्सिने। स्पोरोजोइड फर्स्ट अट्याक बन्छ लिभर सेल नबिर्सिने। व्हाट आर द रिजल्टेन्ट प्रोडक्ट अफ प्री इरेथ्रोसाइटिक साइजोगोनी भन्छ क्रिप्टोमेरोजोइड्स। यस। ल अब आज यति नै पढ्ने बाबु। ल पीडीएफ नोट कहाँ पाउँछ? के अरे भाइ? सिनुसोइड भने के हो? सिनोसाइटिक भनेको सिनुसोइड के यस के अरे, यस साइनुसोइड भन न। साइनुसोइड भनेको अलिक साइनुसोइड भनेको यहाँ है भाइ, यहाँ साइनुसोइड भनेको यो हेपाटोसाइट छ नि भाइ, यो लिभर सेल भनेको लिभर सेल क्या। अब यो हेपाटोसाइट, यो हेपाटोसाइट, यो हेपाटोसाइट हैन, यो हेपाटोसाइट छ नि हो, यो जुन ग्याप देखो नि, यो ग्यापको नाम साइनोसोइड भनेको क्या। यो साइनोसोइड यो लिभर सेलमा हुन्छ है भाइ, है बुझ्नु नि, यो साइनोसोइड, यो पनि साइनोसोइड भनेको क्या। यो भनेको लिभर सेल, यो हेपाटोसाइट भयो, र यो चाहिँ ग्याप, यो साइनोसोइड हो क्या। ल भाइ, सर यो 4 स्टेपमा कम्प्लिट हुन्छ यो साइकल कि 5 स्टेपमा?
धेरै पार्ट छ। यस्तो हुन्छ मुख्य इम्पोर्टेन्ट भनेको चाहिँ 4वटा स्टेज भयो, पोस्टसम्म 4वटा भयो, अनि फर्मेसन अफ ग्यामेटोसाइट पनि हामीले यो स्टेज चाहिँ हेर्छौँ भने 4वटा हो क्या, 4वटा हो। पछि लास्टमा त ग्यामेटोसाइट भन्छ नि, अब त्यो ग्यामेटोसाइट भनेको त साइकल सकिसके पछाडि नै हुने हो कि न मतलब यो त ग्यामेटोसाइट चाहिँ साइकल सकिसके पछाडि हुने हो। स्टेप सोध्यो भने चाहिँ 4वटा भयो क्या। ग्यामेटोसाइट चाहिँ मैले थपिदिएको, यो चाहिँ 4वटा स्टेज सक्यो भने अनि यो मतलब यो हुने हो क्या। यस्तो हुन्छ तिमीलाई म एउटा कुरो देखाइदिइहाल्छु है, एउटा कुरो भनेर जान्छु हेर त कहाँ छ हेर है, म एउटा कुरो तिमीलाई म भनिदिइहाल्छु है, हेर न। यो जुन इराइथ्रोसाइटिक साइजोगोनीमा नि आरबिसी फुटेर जो मेरोजोइड्स रिलिज हुन्छ नि भाइ हो, अब त्यो मेरोजोइड्स के हुन्छ, केही मेरोजोइड्स लिभर सेलमा जान्छ एन्ड डेभलप अनदर लिभर साइजोगोनी, त्यसलाई पोस्ट इराइथ्रोसाइटिक के भन्छ, साइजोगोनी के भन्छ। बुझ्यौ अब? ल अब यो अलि सुन भाइ, अलि नबुझे पनि केही छैन, म भोलि बुझाइदिइहाल्छु नि। अहिले यति विचार गर, आज कमल सरले कहाँसम्म पढाउनु भएको छ भन्दा प्रि इराइथ्रोसाइटिक साइजोगोनी सक्नुभयो भनेर चाहिँ सम्झिराख न, भइगयो नि त है। ल बाँकीको त भोलि कहाँ पाउँछ सर 0G को रेकर्डिङ सर यो नोट तपाईदिनुहुन्छ कि सर हामीलाई बनाउनु पर्छ? अब भाइ नोट अझै चाहिन्छ र कान्छ, यत्रो मजाले भनिरहेको छु कान्छ बनाउने यार, सरले भनेको कुराहरू टिप मजाले, त्यत्रो मजाले भनिदिनु। ल टिपका कान्छ टिप न नोट। अब नोट भनेको त त्यस्तै हो नि त, मजाले बुझ्यो तिमीहरू। मैले एउटै कुरो 2-3 चोटि रिपिट गरेर भनिरहेको छु, यस्तो हुन्छ, उता जान्छ, हर्केले मोमो खान्छ, हर्केले चाउमिन खान्छ, फेरि घर फर्किन्छ भनेर मिलाएर भनिरहेको छु कान्छो। ल बुझ्ने हो। ल बाई बाई सबैलाई, ह्याभ अ गुड डे। अब गुड डे त डे त सक्यो। ए झापाको नानी, ल मैले राखेँ है। भोलिदेखि अलिक स्लोली पढाउनु होला, लेख्नै सक्दैन यति फास्ट। के अरे बाबु? भोलिदेखि अलिकता स्लो पढाउनु होला, लेख्नै सकिँदैन। ठिक छ सर, मैले त लेख्न भ्याएँ। ल ठिकै छ।